मर्निङ बिहान भइसकेको छ होइन। अब हामी चाहिँ गेम हेर्दैछौँ। 2-0 बार्सिलोना हारिरहेको छ। बार्सिलोना 2-0ले कमब्याक गर्छ कि गर्दैन होइन। अब फर्स्ट हाफ सक्यो होइन। के छ भन्नुपर्ने केही छ? भन्नुपर्ने तनाव छ खै। अब बार्साले कमब्याक गर्छ कि भन्ने आश छ। अब कमब्याक गऱ्यो भने फेरि अर्को बनाउँछु। अनि गुड मर्निङ एभ्री वान। गुड मर्निङ होइन अभिषेक। बार्सिलोनाले हारो कति बजी? 4 बजी सुतेर अब 6 बज्न आँटेछ। अब उठेर जान छ। अब ढिलो हुन आँट्यो। अब यस्तै छ ल। फ्रेस हुने अनि जाने। अब क्लास जान आँटेको अनि क्लासबाट आएर अनि फेरि कलेज जानु छ। अब क्लासको लागि निस्केको। अब ढिलो भइसक्यो। आज हिजो गेम हेर्न कारणले ढिलो भइसक्यो होइन। अब के हुन्छ? नाम टिमन यहाँ भन्नु तपाईँ। यहाँ भन्नु। सोचको बारेमा एकदमै पुस्तकदेखि लिएर अनुभवसम्म सेयर गरिसक्नु भएको छ र मैले पनि थोरै एक दुईवटा बुदा भन्छु। ब्याक टु द रुम होइन। फेरि क्लासबाट आएँ। मेरो साउन्ड अलिक सुनेको छैन। अलिक भरे इयरफोन किन्छु म। आज हिजो रातिको गेमले झ्याप भइरहेछु म। बार्साले कस्तो हार जितिसक्यो क्या मैले हार होइन। ठिक छ। सेटब्याक्स नेक्स्ट टाइम। विस्कल बार्सा, विस्कल क्याटलोना। ठिक छ होइन। दामी यामलले दामी खेलेको थियो है। यस्तै छ। भर्खर क्लासबाट आएँ। अब खानासाना खाएर जान्छु कलेज जान्छु। कलेजबाट अनि कलेजमा गएर प्र्याक्टिकलहरू गर्नु छ। अब हेरौँ के हुन्छ। भिडियो बनाइरहन्छु फर द मेमोरिज होइन। फर द मेमोरिज मेरो लागि। ओके। फ्रेस भएर खानासाना खाएर होइन अब कलेजतिर जाँदैछु। अब कलेजमा गएर अब प्र्याक्टिकल गर्नु छ। सो आजको दिनभरि अब के गर्न सोच्दैछु भने एभ्री भिडियोमा केही न केही इन्फर्मेसनहरू राखौँ कि आफ्नो लागि पछि काम दिन्छ भनेर होइन। एयरफोन किन्नु छ। एयरफोन किनिसकेपछि यो साउन्ड क्वालिटी राम्रो हुन्छ। अनि पछि त्यो हुन्छ नि अहिलेको मुभमेन्ट सम्झेर पछि के ज्ञान पाइन्छ कि भनेर। अब एउटा कुनै टपिक आजको टपिक चाहिँ हुन्छ पोजिटिभ थिङ्किङ। किनभने आज हामीले पब्लिक स्पिकिङमा पनि पोजिटिभ थिङ्किङकै बारेमा कुरा गरेका थियौँ। अब म कलेज जान्छु अनि भरे बेलुका आएर यसको बारेमा फेरि कुरा गर्छु। अनि कलेजमा के भयो त्यो पनि म क्याप्चर गर्न ट्राई गर्छु कतिको हुँदो रहेछ। एक्सिसबाट जाने फास्ट जाने हो है। ए मलाई म सन्यासी मान्छे हो। होइन राम्रो त लाग्न पायो नि त। राम्रो लाग्नु पायो। रोल नम्बर 12 हो तिम्रो? ल ठिक छ। त्यसो हो भनेदेखि अब यहाँ एउटा टेबल बनाउनु पर्यो नि त यसको। यहाँनिर एउटा टेबल बनाउनु पर्यो। हेर त 0 0 मा त यहाँ 0 आइहाल्छ। केही गर्नै पर्दैन। 0 मा 0 भइहाल्यो। हेर त अब 0.01 गराइ इन्टर गर हो। अनि इक्वल टु गर। अनि कति भयो? E2 प्लस प्लस अनि 0.01 इन्टर गर। त्यति आयो हो। यसलाई चाहिँ यहाँबाट तान्दै लैजाऊ। यसमा जाऊ डबल क्लिक गरेर जाउँदैन। सुरुमा डबल क्लिक हुँदैन। त्यसो तान्दै जाने 1 सम्म पुग्ने। यहाँ गएपछि
त्यो भयो भने फेरि फर्केर माथि जानु पर्यो, डाटा भर्नु पर्यो। यो डाटा कति आउँछ भनेर हेर्न खोज्यो कि पहिले हेर, यो चाहिँ तिम्रो त्यो भयो, यो के गर्यो अरे हो C1 प्लस B2 गरे, ठिक छ C1 प्लस B2 नै हो। यो गऱ्यो भने तिमीहरूको के गरियो अरे यहाँनिर हामीले कति राख्ने भन्यो अरे त्यो छ नि होइन, त्यो चेन्ज गरेर छ नि। अब यसलाई हामीले चाहिँ नि यहाँबाट गर्नु पऱ्यो, यस्तो गर्नु पऱ्यो। यो भनेपछि सबैमा चेन्ज हुन्छ नि त, नत्र एउटा मात्रै चेन्ज हुन्छ। अनि डाटा भयो भने यस्तो डाटा आयो नि C14 हेर त कति छ, C14 मा फेरि यो डाटा छैछ नि रहेछ हेर, यसलाई चाहिँ अनि यहाँ दुईवटा कपी गर्ने, कन्ट्रोल C गर्ने, अनि त्यसपछि ल र के गर्ने अरे यहाँनिर हेर त, यहाँ दुईवटा छ नि, यहाँनिर त पहिला 00 छ होइन, 00 छ, यहाँनिर लैजाऊ, यसमा लैजाऊ। अब पेस्ट स्पेसमा जाऊ, ए पहिला त कपी नै भएन, कन्ट्रोल C गर हो, अनि यहाँनिर गर पेस्ट स्पेसल, राइट क्लिक गरे नि हुन्छ, यहाँनिर राइट क्लिक गर्यो भने पेस्ट स्पेसल भन्छ, अनि भ्यालुज भनेर गर्ने, नत्र भने फर्मुला गरिदिन्छ कि त्यसले। ओके गरे, यदि भ्यालु आयो, अब के गर तिमीले यहाँ यसलाई चेन्ज गरिदेऊ, अब 2 गरिदेऊ यसलाई, इन्टर गर हो, फेरि अर्कै भ्यालु चेन्ज भयो, यो दुइटालाई फेरि कपी गर, कन्ट्रोल C गर हो, अनि अर्कोमा हेरौँ है, फेरि यहाँ यहाँ हेर्नुपर्छ त्यो भयो कि भएन भनेर, अनि पेस्ट स्पेसल गर, भ्यालुज गर हो, ओके गर हो, यहाँको हेरौँ है त, यसको भ्यालुमा चाहिँ हाम्रो त्यो चेन्ज भएको छ होला नि त होइन, यसो हेरौँ, यो भयो भने 93 छ होइन दोस्रोमा, चेन्ज हुन्छ वेलकम टु माई भ्लग एभ्रिवान, ब्याक अगेन। क्लास सक्यो, अब के गर्ने, अब एकछिन पढ्ने, आज म्याथमेटिकल फिजिक्स हल्का पढ्नु पऱ्यो, अनि अब हेरौँ के हुन्छ। ल अब एकछिन फेरि म डिटेलमा भन्छु। मैले आज के अरे भन्छ पोजिटिभ थिङ्किङको बारेमा आज मैले के भन्छु भनेको थिएँ म भरेतिर, नेक्स्ट भिडियोमा साथी आएपछि या एट द एन्ड अफ दिस भिडियो म के भन्छु। अनि मैले हिजो डायरी लेख्न सुरु गरिनँ, अलिक पछिदेखि सुरु गर्छु। अहिले इक्जामको अब इक्जाम आउन आँटेको छ, प्र्याक्टिकल सब्मिट गर्नुपर्ने छ, त्यही भएर चाहिँ अब अलिकति पछि गर्नु पऱ्यो। एउटा डायरी म मेन्टेन गर्न खोज्छु, त्यसमा चाहिँ अब टपिक छ म पछि भन्छु होइन, म यहाँ राख्छु पछि। अब म अहिले हलिअलि बोलिदिइरहेको छु, मलाई थाहा छ अहिले होइन। अब हेरौँ के हुन्छ, कति धेरै इम्प्रुभमेन्ट देखिन्छ भन्ने कुरो हो। अब सी यु एकछिन, सी माइसेल्फ। सो अब चाहिँ अब हिजोको निन्द्रा पुरा गरेर भर्खर उठ्यो होइन। अब खानासाना खाने अनि फेरि सुत्ने हो। आज मैले अघि बिहान पोजिटिभ थिङ्किङको बारेमा आज चाहिँ के म भन्छु, म के भनेर राख्छु त्यसलाई होइन भनेर भनेको थिएँ। तर अब यो मेरो इयरफोन किनिनँ मैले आज, इयरफोन नकिनिसकेपछि फेरि सुनिँदैन, बिस्तारै सानो सुनिन्छ, त्यसलाई चाहिँ भोलि भन्छु अब होइन। यति भन्छु कि जे कुरा जस्तो अवस्थामा छ त्यसलाई त्यस्तै अवस्थामा छोडिदिनुपर्छ होइन। आफूले त्यसलाई चेन्ज गर्न खोज्यो भने युनिभर्सले पनिस गर्छ। लेट इट बी, जस्तो छ त्यस्तै हो कि सन्धिप भन त। एकदम जे कुरा जस्तो अवस्थामा छ त्यसलाई त्यस्तै अवस्थामा छोडिदिनु पर्छ, नचलाउने त्यसलाई। यो आजको यही हो मूल मन्त्र, नो छेडछाड होइन। अब सुत्नुपर्छ, सन्दीपले एक्सर्साइज गरिसक्यो, अब भिडियो नबनाउनु अरे किनभने हाफ नेकेड छ, फेरि के स्ट्राइक आउँछ 18+ को। अनि वर्कआउट गर्दैछु, म पनि गर्छु एक दिनदेखि, तर कहिल्यै थाहा छैन होइन। जुन दिनदेखि मन लाग्छ त्यो दिनदेखि मन गर्छु, अनि यस्तो एब्सम्स बनाउँछु होइन। सन्दीपको त चेस्ट खतरा लागिसक्यो। अब आज यति भन्दै अब भिडियो आज इन गर्छु, त्यसलाई अपलोड गर्छु फेरि, अनि भोलि
त्यो पोजिटिभ थिङ्किङको बारेमा चाहिँ कुरा गर्ने हामी।